काकी हजुर गाई त ब्याए जस्तो पो छ त हौ। गाई ब्यायो नानी, गाई ब्यायो। हिजो बेलुकादेखि सन्चो थिएन, आज बिहान 3:30 बजे गाई ब्यायो। के पायो हौ यो गाईले? गाईले पायो नानी, यता हेर, यति राम्रो छ यी, आफूभन्दा पनि राम्रो छ यी। यिनी हुन् के हुन् त भनेर भन्दा ए गोरु। कति राम्रो छ त हौ। कति क्युटी छिन् यिनी एकदमै हाम्रोमा। अब उफ्रिन चिन्छुनी मुनिछुनी यति टाठी भइसकिन्, बिहान 3 बजेको आफै दौडिने आफै खाने। कति राम्रो पाएछ हौ काकी। गाई पनि त राम्रो थियो नि हौ। गाई पनि राम्रो हो। कतिजनाले कमेन्टमा लेख्नु भएको थियो हौ हिजो यस्तो भिडियो हालेको, गाई बेच्ने हो गाई बेच्ने हो भन्दै। बेच्ने होइन नानी, यो गाई बेच्ने होइन, हामीले आफैले किनेर ल्याएको गाई हो। अहिले भर्खरै आफैको लागि। त्यो चाहिँ अहिले गाई बिक्रीमा चाहिँ छैन, बेच्ने होइन, आफ्नै लागि ल्याएको लागि। कति हतार भयो छ यिनलाई खानलाई। फेरि काका उता भैँसी दुधै रहेछ, काकी यता गाईलाई नुहाइदिँदै। कति रमाइलो छ त हौ आज गोठको माहौल त। गोठमा यस्तै हो नानी, एकदम रमाइलो हुन्छ। रमाइलो भन्ने कुरो मान्ने हो, जति माने उति रमाइलो हुन्छ।